ए बाबा एउटा कुरा भनौँ भनेको। भन्नु त। ए साँच्ची मसँग पढ्ने साथी पनि कोमा गएछ त। ए हो र। म पनि हेर्नु जाउँ भनेको। के नभनिरहे नानी पैसा उनीहरू कहाँ जान्छ नि। पहिला तँ पनि पढिसक, त्यसपछि कोमामा जान्छस् कि ओमामा जान्छस्, त्यसपछि चाहिँ अब तँ जान। अहिले त पढिसक्न त पहिला। साथीहरू जता जान्छ त्यता जानु नखोजिरहे तँ पनि। एच पापा तपाईँले चाहिँ बस्नै हुँदैन। अहिलेको नानीहरूलाई राम्रै भन्दा पनि रिस पो गर्छ हौ। भन हेट के भएको होला है। के भयो बाउ छोरालाई चाहिँ? खै राम्रै भनेको, त्योसँग पढ्ने साथीको मामा गयो अरे, त्यो पनि पो हेर्नु जान्छु भनेर भन्दैछौ। पैसा कमाएर राख्नु दिएको जस्तो। मैले त राम्रै भनेको हौ, पहिला पढिसक त्यहाँबाट जान, को मामा जान्छस् कि ओ मामा जान्छस् भनेर चाहिँ मैले भनेको। रिसिएर जान्छ भन। अन्त को मामा भनेको बाहिर देश भनेको कहाँ हो त हौ? अन्त कहाँ हो? को मामा भनेको त बिमार भयो हेर्नु जान्छु भनेको पो त हौ। कस्तो बिमार हो त्यो? मान्छे महिनौसम्म बेहोस भएकोलाई चाहिँ को मामा गएको भन्छ। ए त्यसलाई चाहिँ को मामा भन्छ? हो रहेछ, त्यसले मलाई राम्रै सम्झाएको थिएछ, मैले पो बुझिन रहेछ त। लौ मार्यौ 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 मलाई मार्यौ।